साथीभाइहरू कति साथीभाइहरू भनेको मैले नजाराहरू देख्न सक्नुहुन्छ। कतै हुनुहुन्छ दाइ। अनि अघि हामी बिहान यो जुन हाम्रो बसन्ती छ त्यसलाई बनाएको थियौँ। यसको नाम बसन्ती है। अब यसको यो बसन्ती नाम हामीले बनाएको। मुलाले 500 रुपियाँ खर्च गरायो। खुट्टै भाँचेछ बसन्तीको पछाडिको। खुट्टा भाँचेछ भने खुट्टामा पाल परेछ कि। अनि बसन्तीको खुट्टामा हल्का मलम लगाइदिएको। साथीको खुट्टै फेर्नुपर्ने अवस्था आएछ। खुट्टा भन्दा नि हड्डी भित्रको। अनि भिडियोको हड्डीलाई कति पर्यो भन्दाखेरि 350 कति 450 महँगो छ यसको बसन्तीको हड्डी चाहिँ फेरि। अनि हड्डी बनाउनलाई डाक्टर पनि चाहियो नि त। कहाँ त्यतिकै हड्डी बनिन्छ त। अनि स्पेसलिस्ट चाहियो। स्पेसलिस्टलाई हल्का चार्ज धेरै पनि होइन 100 रुपियाँ। अब के गर्नु अब होइन आर्थिक अवस्था कमै छ। त्यति साह्रो हामी त्यो अब केपी ओलीको छोराछोरी होइनौँ। त्यही भएर आर्थिक अवस्था कम भएको अवस्थाले गर्दाखेरि चाहिँ हामीले 500 रुपियाँ चाहिँ बल्ल बल्ल 7 सपोर्ट गर्नुहुन्छ भने चाहिँ फेरि बाइक कुन बाइक बुलेट बाइक क्रसफायर बाइक त्यतिको चाहिँ हामी किन्ने क्षमता चाहिँ राख्छौँ है फेरि। तर 7 सपोर्ट चाहियो साथीहरू है। अनि हाम्रो यहाँ यो बाटो आइसक्यो। के भन्छ यसलाई? यो चाहिँ हाम्रो खुफिया बस्ती हो। खुफिया बस्ती नाइटमा आयो हुन्छ हस्ती। नाम चाहिँ खुफिया बस्ती। पछाडि आउँदैछ दाइ अगाडि जाँदैछ भाइ। अनि साथीहरू खाना पकाउने बेला भइसक्यो बेलुकाको। के गर्नु टेन्सनै टेन्सन छ। यो दाइलाई चिल्छ क्या। उता गयो होइन घर गयो कता गयो के गरो केही कामै छैन बुढोको। मेरो पो टेन्सन छ त। मलाई चिन्नु भएको छ तपाईँले। अनि त्यसपछि काम छैन सुतो बसो। ओथारो चाहिँ मलाई जिस्काएको है फेरि। मेरो नाम ओथारो अरे के ओथारो जस्तो देखिन्छु म? यो डन्डीफोरले गर्दा मात्र हो नि फेरि। ओथारो चाहिँ कसको जिउ छ देख्दैको छैन होला फेरि। हामीले पनि ओथारोको जिउ। अगाडिको रास्ता यस्तो छ। यो चाहिँ हाम्रो घर जाने खुफिया रास्ता। अघिको मैले सर्टकट भनेको थिएँ नि त्यस्तै। हाम्रो लङ कट पनि छ तर हामी सर्टकटबाट गइरहेछौँ साथीहरू है। ओहो गनायो कति मिठो। यो भनेको चाहिँ हामीलाई स्वागत गरेको हाम्रो घरहरूले। ल तिमीहरू घर आइपुगे बाबुहरू भनेर क्या हल्का सुगन्ध मिठो खालको चाहिँ दिएको हामीलाई। अब अझै सुगन्धहरू आउने बाँकी नै छ। घरैदेखि छिटो पनि आउँदैन हामी। अब हाम्रो घर आउनु आँट्यो साथीहरू। खोइ हो बाटो त गायबै भयो त। ए रहेछ। अब घरमा गएर खाना पकाउनु पर्ने हुन्छ साथीहरू। मलाई एकजना खाना पकाउने मान्छेको जरुरत भएको हुँदा यहीँबाट ल्याउँ न। खाना पकाउने मान्छेको जरुरत भएको हुँदा जोहरू पनि इच्छा छ आइदिनु होला खाना पकाउन। बुझ्नुभएछ? यहाँ चाहिँ आउँदै हुनुहुन्छ हाम्रो पुटुराम। तपाईँको नाम के हो भनिदिनुहोस् यहाँ। रामरी के हो तपाईँको नाम? सम्राट श्रेष्ठ हो कि होइन? लु खेल्नुहोस् ल हामी गएको। अब हाम्रो काम छ। छोड्नुहोस् न मलाई छोड्नुहोस्। छोरो फर्क चक्लेट माग्छ त बे। दुईजना डनहरू गइसके चढेर मलाई एक्लै छोडिदिए। साथीहरू अब चाहिँ हामी हाम्रो कोठामा आइसकेको छौँ। कोठाको हालत चाहिँ नदेखाउँ होला। केटा मान्छे बस्ने कोठा हो यस्तै हुन्छ होइन। सो आजको ब्लग चाहिँ हामी यतितिर इन गर्छौँ। मन परेछ भने लाइक सेयर एन्ड सब्सक्राइब